सर्लाही जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष आश्रय शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शाहले 2 वटा नागरिकता लिएको आरोप लागेको छ। कृत्य गरी नागरिकतामा 10 वर्ष उमेर थपेको आरोप लागेको शाह विरुद्ध प्रहरीले जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी गराएको छ। इलाका प्रहरी कार्यालय परतवामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउको अनुमति दिएको छ। अध्यक्ष शाह विरुद्ध रामआधार रायले भदौ 18 गते जाहेरी दर्ता गराएपछि 21 गते सर्लाही जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको जनाइएको छ। गाउँपालिका अध्यक्ष शाहले छुट्टा-छुट्टै नागरिकता नै लिएपछि उनीमाथि उजुरी दिएको जनाउँदै रायले भने उजुरी दर्ताकै लागि ठूलो समस्या भएको थियो। पालिकाले उपलब्ध गराएको मोबाइलको स्विच बन्द गरी शाह सम्पर्क बाहिर रहेका छन्। उनी शुक्रबारदेखि पालिकामा गएका छैनन्। शाहको घर पालिका कार्यालयको छेउमा नै रहेको छ। 3 वर्षदेखि नै शाह उप नागरिकता कृत्यको मुद्दा दर्ता गराउन रायले इलाका प्रहरी कार्यालय बरतवामा निवेदन दिन खोजे पनि दर्ता गरिएको थिएन। तर रायले हिम्मत नहारी उच्च अदालत जनकपुर धाममा निवेदन दर्ताको परामर्श लिएर इलाका प्रहरी कार्यालय बरतवामा उजुरी दर्ता गराएका छन्। उच्च अदालतले परामर्श जारी गरेको 8 महिनापछि मात्र निवेदन दर्ता भएको हो। रायले भने लामो प्रयासपछि भदौ 18 गते इलाका प्रहरी कार्यालयले निवेदन दर्ता गरेको छ। अध्यक्ष शाह उप जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भइसकेको अवस्था छ। रायले भने शाह कार्यालयमा नगए पनि पालिका भित्रै रहे पनि प्रहरीले पक्राउमा चासो देखाएको छैन। धनकौल गाउँपालिकाका अध्यक्ष शाहले पहिलो पटक लिएको नागरिकतामा उल्लेख भएको उमेर भन्दा दोस्रो पटक लिएको नागरिकतामा 10 वर्ष बढाएको देखिन्छ। उनले 10 वर्ष उमेर बढाएर लिएको नागरिकता प्रमाण पत्रको आधारमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पनि लिइरहेको आरोप रायले लगाएका छन्। वृद्ध भत्ता खानका लागि उनले आफ्नो उमेर 10 वर्ष बढाएर नागरिक लिएको रायको दाबी छ। आफै गाउँपालिका अध्यक्ष भएपछि उनले आफ्नो नागरिकता कृत्य गराएका हुन्। फरक नागरिकता नम्बर र नागरिकतामा उल्लेख गरिएको उमेर नै प्रष्ट प्रमाण रहेको रायले बताए। परामर्शको आदेशपछि जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय परतवाका इन्चार्ज जीएसपी लीलाराज लामिछानेले बताएका छन्। अदालतको परामर्श सहित जाहेरी दर्ताका लागि निवेदन आएकाले भदौ 18 गते जाहेरी दर्ता गराएको छ। लामिछानेले भने हामीले दर्ता गरेर पक्राउ अनुमति पनि लिएका छौं, तर पक्राउ भने गर्न सकेका छैनौं। अध्यक्ष शाहलाई पक्राउ गर्न अदालतको आदेश प्राप्त भइसके पनि जिल्ला प्रहरी कार्यालयसित समन्वय गरी अगाडि बढ्ने उनले बताए। गाउँपालिकाका उपाध्यक्ष अक्कली सोहनीले अध्यक्ष शाहलाई पक्राउ गर्ने पुर्जी जारी भएको सुनेको बताउँदै उनले भने 3 दिनदेखि अध्यक्षजी कार्यालयमा आउनु भएको छैन। तर अध्यक्ष शाहले आफूलाई बदनाम गराउन केही मानिस लागि परेको बताएका छन्। पहिलो नागरिकता फराएपछि दोस्रो नागरिकता लिएको छु उनले भने। तर पुरानो नागरिकताको फोटोकपी कुनै कार्यालयबाट प्राप्त गरी अनावश्यक विवाद सृजना गर्न खोजिएको छ। उनले आफू फरार नरहेको बताउँदै पालिका र जनताको काममा सक्रिय रहेको बताए। आश्रय शाह नेपाली कांग्रेसको टिकटबाट 4477 मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी माओवादी केन्द्रका 3378 मत प्राप्त गराएका थिए।